आज फेरि एउटा नयाँ ठाउँको नयाँ भिडियो लिएर आएको छु। सो हेलो गाइज, वेलकम टु माई भ्लग। आज चाहिँ म बिहान उठेर तयार भएँ किनकि मैले पहिले नै भिडियोमा भनेको थिएँ म र बाबा बिहेको लागि जाँदैछौँ भनेर। सो म चाहिँ त्यसैको लागि नै छिटो रेडी भएको, किनकि छिटो नहिँड्ने हो भने समयमा नै पुगिँदैन। यता बाइकमा पनि सामान बाँधेर सकियो र त्यसपछि हामी घरबाट हिँड्यौँ। त्यसपछि हामी पहिला त गयौँ पेट्रोल पम्प, किनकि आफूलाई भन्दा पनि पहिला त बाइकलाई खुलाउनु पर्यो नि, नत्र त हिँड्दैन गाह्रो पो छ त। पेट्रोल हालेर सकिएपछि हामी लाग्यौँ आफ्नो गन्तव्यतिर। बिहान बिहान हिँडेर होला बाहिर हुसो लागेर चिसो त्यस्तै छ, बाइक चलाउनु पनि नसकेर धेरै गाह्रो हुने चिसोमा बाइकमा हिँड्न त। बल्ल बल्ल दाउन्नेको उकालोतिर आएपछि घाम देखियो र हामी त एकछिन त्यहीँ बस्यौँ घाम तापेर। यता फेरि दाउन्नेको धुलोले गर्दा पुरा शरीरभरि धुलो नै धुलो हो होइन, कहिले चाहिँ सकिन्छ यो बाटो बनाएर पनि। अनि अलि यता आएर बसिरहेको त पुलिसहरू लाइन लगाएर हातमा लठी लिएर आउँछन्। म त हाम्रो स्वागतको लागि हो कि भनेर सोचिरहेको त होइन रहेछ। नबोली गए, हामी पनि नबोली नै त्यहाँबाट हिँड्यौँ। केही समयपछि फाइनल्ली बुटोल पनि आइपुगियो। खाना खाने समय भएर होला भोक पनि यति धेरै लागिरहेको थियो कि बुटोल आउने बित्तिकै हामी त गयौँ होटेलतिर। होटेल पुगेर चाहिँ हामीले मस्त खाना खायौँ। मलाई त भोक धेरै लागेर होला यति धेरै खाएँ कि पुरै छोडिदिउँ। त्यसपछि खाना खाएर पनि सकियो, पेट पनि भरियो अनि हामी त लाग्यौँ आफ्नो बाटोतिर। आउँदै थियौँ कि बाटोमा यस्तो दृश्य पनि देखियो। यो चाहिँ जलजला भन्ने डाँडामा रहेको मन्दिर हो, जुन दाङको निकै प्रसिद्ध धार्मिक स्थल पनि रहेछ। त्यसपछि अलि यता आएपछि एउटा पुल आयो। यो चाहिँ भालुवाङ बजारको पुल, जसले दाङ र बाँके जिल्लालाई जोड्छ। एकछिन त्यहाँ वरिपरिको दृश्य हेरेर हामी त्यहाँबाट पनि हिँड्यौँ र यता लमही भन्ने ठाउँबाट तुलसीपुर र नेपालगञ्जको बाटो छुटिने रहेछ। त्यहाँबाट हामी लाग्यौँ तुलसीपुर जाने बाटोतिर। बाइक पनि दिनभरि चलाउँदा चलाउँदा थकाइ लागेर बेलुकातिर फाइनली तुलसीपुर बजार पनि आइपुग्यो। यो चाहिँ तुलसीपुर बजारको बस पार्क एरिया। एकछिन त्यहाँ आराम गरेर बाबाले फलफुल किन्न लाग्नुभयो र त्यसपछि हामी लाग्यौँ बिहे घरतिर। आजको लागि चाहिँ यति नै भयो। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो लाइक, फलो, कमेन्ट, सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला है त। थ्याङ्क यू फर वाचिङ। सी यू इन द नेक्स्ट भिडियो। बाई।